स्वागत छ। यो भिडियोमा चाहिँ हामी यो हप्ताभरिमा चाहिँ धेरै कारोबार कुन स्टकको भयो, कस्तो छ तिनीहरूको टेक्निकल अवस्था भनेर छोटकरीमा चर्चा गर्नेछौँ। भिडियोमा अगाडि बढौँ। अब यो हाम्रो प्यारो नेप्से, अब यसको आज चाहिँ के छ, साताको अन्तिम कारोबार 29 गते आज चाहिँ 2655 मा क्लोज भएको छ। अब बढ्ने घट्ने विषयमा के छ कस्तो छ ट्रेन्ड लाइन सहित हामीले अघिल्लो भिडियोमा चर्चा गरिसक्यौँ। अब ढिला नगरी हामी चाहिँ के गरौँ भन्दाखेरि सबभन्दा धेरै कारोबार हुने स्टकहरूमा तर्फ जाऊँ। सबभन्दा धेरै कारोबार हुने स्टक रहेको छ, पहिलो नम्बरमा रहेको छ राति, RADHI राधि विद्युत कम्पनी चाहिँ सबभन्दा धेरै कारोबार हुन पुग्यो। यो चाहिँ रकेट हो भनौँ राधि भन्दा पनि, किन भन्दाखेरि यो रकेटकै गतिमा बढेको छ। राधिको यो हप्ता चाहिँ झन्डै 3 अर्बको कारोबार भयो, टप कारोबारमा पर्न सफल भयो। यसको चाहिँ टेक्निकली चाहिँ खासै मिल्ला जस्तो लाग्दैन यो, किनकि यो कसरी बढ्या छ यो ट्रेन्ड लाइनलाई चाहिँ एउटा सपोर्ट गर्न खोजेको हो कि भन्ने पनि छ। अब यो तर धेरै बढिसकेको भएर कुन बेलादेखि यो जसरी बढ्या छ त्यसरी घट्न सक्छ भन्ने हो। अब सपोर्टको हेर्ने भने माइनर सपोर्टको कुरा गर्दाखेरि चाहिँ तपाईँको एउटा सपोर्ट यो लेभलमै भइहाल्यो, यो एउटा माइनर सपोर्टको कुरा जुन चाहिँ अघिल्लो रेजिस्टेन्स थियो। अर्को माइनर सपोर्ट चाहिँ ठ्याक्कै यो चाहिँ के छ, जाने एउटा हाई बनाउने अनि तल आउने अनि फेरि त्यसलाई के गर्ने माथि जाने, फेरि त्यो अघिल्लो हाईलाई चाहिँ सपोर्ट बनाएर फेरि चाहिँ के गर्ने माथि जाने, फेरि अघिल्लो हाईलाई चाहिँ फेरि सपोर्ट बनाएर फेरि माथि जाने, त्यसरी भइरहेको देखिन्छ यो रातिमा चाहिँ। अब अरू इन्डिकेटर वाइज हेर्ने भने पनि यो बोलिङ्गर ब्यान्ड भन्दा पनि यो बोलिङ्गर ब्यान्डको पहिलो लाइन भन्दा ओरेन्ज लाइन भन्दा माथि छ, यो पनि यताबाट पनि पोजिटिभ छ। एमएसिडीबाट सेल दिएको थियो तर सेल दिइसकेको छ, यसले चाहिँ एमएसिडीबाट यहीँनिर सेल दिइसकेको छ। फेरि चाहिँ के छ एमएसिडीको अवस्था यस्तो छ। आरएसआई हेर्दाखेरि तपाईँको के छ भन्दाखेरि यो कति पर्सेन्टसम्म बाइमा पुगिसक्यो, 84% चाहिँ के छ ओभरबाउट भइसकेको थियो, अहिले चाहिँ के छ 70% ओभरबाउट भएको छ। दोस्रोमा रहेको छ एनजिपिएल नेक्दी ग्रुप पावर लिमिटेड रहेको छ, त्यो पनि धेरै कारोबार हुन पुग्यो। यो त 1 अर्ब त आज मात्रै कारोबार भएको छ यसको। अब यसको आज कति पर्सेन्टले बढ्यो भन्दाखेरि आज चाहिँ 15 अङ्कले बढ्यो 3.86%ले। अब यसको पनि के छ भन्दाखेरि टेक्निकल अवस्था हेर्दाखेरि चाहिँ तपाईँको यो माइनर यसलाई सपोर्ट बनाएर माथि गएको देखिन्छ। सुरुमा चाहिँ यो सपोर्ट बनाएर जुन चाहिँ अघिल्लो एउटा आई पनि हो, यसलाई सपोर्ट बनाएर माथि गएको देखिन्छ र अहिले यो चाहिँ के छ सप्लाई जोनमा आएर चाहिँ बसेको देखिन्छ। यसो हेर्दाखेरि तपाईँले हेर्न सक्नुहुन्छ यो ट्याक्कै के छ यो सप्लाई जोन छ, यहाँनिरबाट के छ यो 3 चोटि चाहिँ रियाक्ट गरेको छ प्राइसले। के छ अब यसले 400 मा चाहिँ 400 लाई एउटा पोइन्ट बनाएको थियो सप्लाई जोनको। अब 400 भन्दा माथि जान्छ कि जाँदैन भन्ने त्यो पछि आउने टाइमले बताउला। अनि त्यसपछि गएर ट्रेन्ड लाइन ड्र गर्दाखेरि कुनै ट्रेन्ड लाइनलाई म्याच गर्छ कि भन्दाखेरि चाहिँ यो एउटा ट्रेन्ड लाइनलाई चाहिँ अलिअलि म्याच गर्न खोजेको देखिन्छ। यसले ट्रेन्ड लाइनलाई म्याच गर्न खोजेको देखिन्छ। यहाँबाट चाहिँ यो ट्रेन्ड लाइन चाहिँ एउटा सपोर्टिभ छ। अरू इन्डिकेटर वाइज हेर्ने भने चाहिँ बोलिङ्गर ब्यान्डबाट हेर्दाखेरि तपाईँको यो बोलिङ्गर ब्यान्डको योभन्दा माथि क्लोज भएको छ, यो चाहिँ राम्रै मान्न सकियो। अनि त्यसपछि एमएसिडीबाट हेर्दाखेरि पनि एमएसिडीले यहाँनिर सेल सिग्नल दिएको थियो, यहाँनिर सेल सिग्नल दिएको थियो, त्यसपछि के छ बाई सिग्नल चाहिँ दिएको छैन। अनि आरएसआई हेर्ने भनेपछि तपाईँको आरएसआई चाहिँ के छ एकचोटि चाहिँ ओभरबाउट 78% ओभरबाउटमा पुगेको थियो, अहिले चाहिँ के छ 66 मा बसेको देखिन्छ। तेस्रो नम्बरमा रहेको छ एसएचपीसी सानिमा माई हाइड्रो पावर एसएचपीसी रहेको छ। अनि यसको चाहिँ के छ भन्दाखेरि एमएसिडीबाट हेर्ने भने चाहिँ यो एमएसिडी नयाँ माथि क्लोज गरेको छ। यहाँबाट ठ्याक्कै ब्रेकआउट हुन खोजेको हो कि भन्ने जस्तो भएको छ। यदि ब्रेकआउट हो भने इन्ट्री गर्न सक्नुहुन्छ। यसले बाई सिग्नल दिएको छ, एमएसिडीले पनि आरएसआई पनि बढेको छ। एसएचपीसी चाहिँ के छ बाई गर्नलाई अलिकति पोजिटिभ देखिन्छ, भोल्युम पनि बढ्दो छ। अब यो अर्को सपोर्ट चाहिँ यसलाई सपोर्ट बनाएर माथि गएको देखिन्छ। हेर्नु यो सपोर्ट चाहिँ एउटा सपोर्ट छ। यो ब्रेक गर्यो भने चाहिँ यो सप्लाई जोन हो, यो ब्रेक गर्यो भने चाहिँ यतिको स्टप लस चाहिँ राखेर यहाँनिर चाहिँ एक स्ट्रङ सपोर्ट रहेको देखिन्छ। यो अब यहाँबाट चाहिँ माथि चाहिँ बाई गर्न सकिन्छ हेर्दाखेरि। ट्रेन्ड लाइनको कुरा गर्दाखेरि कुनै ट्रेन्ड लाइनले सपोर्ट गर्छ कि गर्दैन भन्दाखेरि तपाईँको ट्रेन्ड लाइन ड्र गरेर हेरौँ। ट्रेन्ड लाइन ड्र गर्दाखेरि चाहिँ अहिले चाहिँ के छ यो ट्रेन्ड लाइनमा आउन सक्छ पछि। अहिले चाहिँ के छ एसएचपीसी चाहिँ एकदम योभन्दा अलिकति माथि गयो भने पनि के छ यो अल टाइम हाईको उसमा गइरहेको रहेछ। युनिभर्सल पावर कम्पनी लिमिटेड यो पनि के छ रातिकै रफ्तारमा गइरहेको देखिन्छ, तर त्यो अनुसार चाहिँ बाई गर्नु चाहिँ रिस्की हुन सक्छ। ट्रेन्ड लाइनले ड्र गर्दाखेरि चाहिँ ट्रेन्ड लाइन चाहिँ कुनै सपोर्ट गर्न खोज्छ कि खोज्दैन भन्दाखेरि यो यता ड्र गरेर ट्रेन्ड लाइन भनेको म्याक्सिमम पोइन्टहरूलाई डटहरूलाई चाहिँ कनेक्ट गर्ने लाइन नै हो। ठ्याक्कै त्यही हुन्छ भन्ने 100% चाहिँ हुँदैन, म्याक्सिमम डटहरूलाई कनेक्ट गर्यो भने चाहिँ त्यो ट्रेन्ड लाइन हुन्छ। ट्रेन्ड लाइन चाहिँ एउटा के गर्ने यो भ्यालिड गर्न खोजेको जस्तो देखिन्छ। अर्को सप्लाई जोनहरूको कुरा गर्दाखेरि यो चाहिँ एउटा के छ सपोर्ट रहेको छ हैन। त्यसपछि अर्को सपोर्ट कसलाई बनाएको छ भन्दाखेरि तपाईँको यसलाई सपोर्ट बनाएर फेरि के छ माथि बाउन्स ब्याक गर्न खोजिरहेको देखिन्छ। यो 2-3 दिन यसमा बस्यो, अब चाहिँ के छ यहाँभन्दा माथि जान सक्ने
देखिन्छ यो UPCL भन्ने स्टक चाहिँ। अनि तपाईको सप्लाई जोनको कुरा गर्दा यहीँनिर चाहिँ कतिचोटि भन्दा यहीँनिर अलि बसिरहेको देखिन्छ। सप्लाई जोनतिर खासै गर्नु परेन। यो लगभग के त 80 तिरको लाइन चाहिँ सप्लाई जोन रहेको देखिन्छ। अरु इन्डिकेटर युज गरेर हेर्ने हो भने चाहिँ बोलिङ्गर ब्यान्ड भन्दा यो माथि छ। बोलिङ्गर ब्यान्डको यो पहेँलो भन्दा जुन चाहिँ पोजिटिभ नै मान्न सकियो। यसले चाहिँ के छ फेरि के छ भन्दाखेरि सेल सिग्नल दिएको छ। अलिकति यो यही साइडवेजकै उसमा भएको भएर यो चाहिँ यतै गिजोलिएको छ। RSI को हिसाबले हेर्ने हो भने चाहिँ तपाईको RSI पनि के छ एकचोटि चाहिँ के छ माथि जाँदाखेरि तपाईको ओभरबाउट 77 सम्म पुगेको थियो। अहिले 66 मा आएर बसेको देखिन्छ। यसरी हेर्दाखेरि अहिलेको सेक्टर नै नेप्से नै के छ हाइड्रो पावरले चलायमान बनाइरहेको अवस्थामा UPCL पनि के छ यो भन्दा माथि गयो भने चाहिँ अलिकति केही एक स्टेप माथि चाहिँ जान सक्ने देखिन्छ। अब त्यसपछि अर्को 5औं नम्बरमा रहेको छ बुटोल पावर कम्पनी BPCL। BPCL को हेर्दाखेरि BPCL चाहिँ अचानक रफ्तार लिएको छ। BPCL ले कारोबार रकम पनि के छ 5औं नम्बरमा पर्न सफल भएको छ। यो बोलिङ्गर ब्यान्डलाई त यसलाई त उहिल्यै छोडिसकेको छ यसले बोलिङ्गर ब्यान्डको यसलाई। अब यसको चाहिँ के गर्ने एक दिन बढ्ने 2 दिन बढ्ने 1 दिन घट्ने 2 दिन बढ्ने 1 दिन घट्ने। अब यो बढ्दैछ। अब यसरी के छ घट्न सक्ने सम्भावना देखिन्छ हैन। अब त्यो हेर्दाखेरि चाहिँ बढ्यो घट्यो फेरि बढ्यो घट्यो त्यसरी चाहिँ गएको छ। तर सधैँ त्यसरी भ्यालिड चाहिँ हुँदैन। अब यो अल टाइम हाईको उसमा चाहिँ गइसकेको छ। योभन्दा पहिला यति टाइममा चाहिँ योमा कहिले गएको देखिँदैन। अनि यसको चाहिँ के छ भन्दाखेरि अरु इन्डिकेटर प्रयोग गरेर हेर्ने भनेपछि बोलिङ्गर ब्यान्डको यो भइहाल्यो। MACD बाट उहिले बाई सिग्नल दिएको थियो यहाँनिर बाई सिग्नल दिएको थियो। यदि यहाँनिर बाई सिग्नललाई उ गरेर बाई गर्नुभएको भए तपाईँ चाहिँ प्रफिट कमाउन सक्नुहुन्थ्यो। अनि त्यसपछि गएर RSI बाट हेरौँ। RSI के छ भन्दाखेरि RSI पनि के छ यो चाहिँ लगभग 84% पुगेको छ। यो चाहिँ ओभरबोट भइसकेको छ भनेर चाहिँ यसले देखाउँछ। यो चाहिँ बुटोल पावर कम्पनी चाहिँ के छ करेक्सन आउन सक्ने सम्भावना भएको देखिन्छ। यो चाहिँ अहिले चाहिँ के छ रिस्की पनि देखिन्छ अथवा केही इन्टरनल केही न्युजहरुबाट माथि गए मात्रै। त्यसैगरी अर्को अन्तिम स्टक रहेको छ AKPL स्टक छ। यो AKPL चाहिँ के छ यो पनि बोलिङ्गर ब्यान्डको यो पहेँलो भन्दा माथि छ। यहाँबाटै माथि भएको थियो। त्यो चाहिँ के छ राम्रै मान्न सकियो पोजिटिभ मान्न सकियो। अर्को इन्डिकेटर लगाएर हेर्ने भने बोलिङ्गर ब्यान्डबाट हेर्ने हो भनेपछि यो देखिहाल्यो। MACD बाट हेर्ने भने बुलिश देखिन्छ। यहाँबाट बुलिश सिग्नल आएको देखिन्छ हेर्नु। त्यसपछि गएर यो RSI हेर्ने भने के छ यो पनि माथि बढेर अलिकति घटेको देखिन्छ। आज चाहिँ अलिकति करेक्सन आएको छ AKPL मा। AKPL ले चाहिँ 300 लाई टेस्ट गरेर फर्केको हो नथिङ अदर देन दैट। 300 लाई टेस्ट गरेर फर्केको हो। किनकि कतिको ट्रेडरहरुले चाहिँ के हुन्छ भन्दाखेरि यतातिर बाइ गरेको हुन्छन्। म चाहिँ 300 पुगे चाहिँ फाल्दिन्छु भन्ने हुन्छन्। त्यो 300 पुगेका 300 पुगेर फाल्नेहरुले चाहिँ धेरै के छ सप्लाई बढाएर चाहिँ आज मार्केट यो AKPL चाहिँ डाउन भएको हो। अरु केही पनि हैन। नत्र हेर्ने भने चाहिँ यो ठ्याक्कै के छ माथिल्लोमा यो सपोर्ट यसलाई सपोर्ट बनाएर आएको छ। AKPL को हेर्ने भने चाहिँ तपाई यहाँ हेर्न सक्नुहुन्छ। यो जोनमा प्राइसले कतिचोटि रियाक्ट गरेको छ भन्दाखेरि हेर्नु यता पनि के छ दुई चोटि गयो हैन। यसलाई के छ अहिले यो टार्गेट हैन यो चाहिँ सपोर्ट भएको छ। यसको चाहिँ यो एकचोटि यहाँ रियाक्ट गरेको छ, दुई चोटि रियाक्ट गरेको छ, तीन चोटि रियाक्ट गरेको छ र अहिले के छ चौथो चोटि त्यसैलाई चाहिँ के छ सपोर्ट बनाएर माथि जान खोजेको देखिन्छ। यो चाहिँ 2-4 दिनमा चाहिँ अलिकति माथि जान सक्ने देखिन्छ। यो AKPL भन्ने स्टक चाहिँ कारोबार रकम चाहिँ के छ यसले पनि धेरै उ भएको छ। पहिला चाहिँ खासै कारोबार भइरहेको थिएन। केही टाइममा चाहिँ यो अलि वात्तै कारोबार भएको थियो। अब योभन्दा माथि गयो भने चाहिँ यसलाई यो टार्गेट चाहिँ मान्न सकिन्छ। यसको 320 को आसपास चाहिँ टार्गेट चाहिँ मान्न सकिन्छ। यो आसपास पुग्यो भने चाहिँ फेरि के छ अलिकति करेक्सन आउन सक्ने देखिन्छ यो AKPL भन्ने स्टकमा। यो नेप्सेमा केन्द्रित भएर हामीले धेरै भिडियोहरु बनाउने गरेका छौं। तपाईले नि यो च्यानललाई जोडिन सक्नुहुन्छ। यसको लागि सब्स्क्राइब गर्न सक्नुहुन्छ। थ्यांक्स फर वाचिङ दिस भिडियो।